सिंहदरबार छेउकै बडेमान घरहरूमा चल्यो बालनको डोजर 5 तले महल गरलम्मै ढल्यो। 1 2 3 4 5 तलाको घर 4 5 3 साना त कोही पनि छैन यहाँ त। यदि बालेनको पनि घर पर्छ भने भत्काउनु पर्छ, सुदुन गुरुङ पनि घर पर्छ भने भत्काउनु पर्छ, तर जनतालाई चाहिँ न्याय पाउनु पर्छ, अन्याय कसैमाथि हुनु हुँदैन। झुपडी त कोही पनि देखिँदैन यहाँ, टेन्टका पालका कोही पनि देखिँदैन, सबै छ यहाँ चाहिँ लिन्टरवाला घर। दर्शकवृन्द, यति बेला सिंहदरबार छेउकै सरकारी जग्गा ओगटेर बनेका भिआइपीहरूका बडेमान घरहरूमा डोजर चल्दैछ। यो अनाम नगरको दृश्य हो दर्शकवृन्द। काठमाडौँको मुटु मानिने यो क्षेत्रमा यति बेला सरकारी जग्गा ओगटेर बनेका भिआइपी का बडेमान घरहरूमा बालेनको डोजर भनौँ अथवा नेपाल सरकारको डोजर लागिरहेको छ। धमाधम यति बेला यी 5 तले 4 तले 3 तले भवनहरू भत्काइरहेको दृश्य हामीले देखाइरहेका छौँ। अहिले बडेमानका 5-5 तलका घरहरू भत्किँदाखेरि चाहिँ साँच्चीकै बालेन सरकारले चाहिँ भोलि हाम्रो यो नेपालको लागि, यो देशको लागि, यो जनताको लागि काम गर्दैछ कि भन्ने एकदम आभास भएको छ। यहाँ हेर्नु सबैको एउटा न एउटा पार्टीमा आबद्ध छन्। यहाँ सुकुम्बासीको नाममा सानो पाल टाँगेर टेन्ट रोकेर बस्नु स्वाभाविक कुरा हो। 5-5 तलका घरहरू सुकुम्बासीहरू होइन नि, हुकुम्बासीहरू हुन्। यो बडेमान घरमा नेपाल सरकारको डोजर चलिरहेको छ। यो अनाम नगरको दृश्य हो। काठमाडौँको मुटु एरिया भनिन्छ, यो सेन्टर एरिया हो जहाँ धोबी खोला बगिरहेको छ। खोलालाई साँगुरो बनाएर दुवैतिर यसरी सुकुम्बासीको नाममा हुकुम्बासीहरूले कब्जा गरेर घरहरू बनाएर बडेमान घरहरूमा राज गर्दै आएका थिए। कतिपय बस्तीहरूमा हेर्न सक्छौँ हामी डोजर चलिरहेको छ र यो घर हेर्दा हेर्दै माटोमा परिणत भइसकेको छ। काठमाडौँमै जग्गा चाहियो भन्दै हुनुहुन्छ नि त। त्यस्तो त हुँदैन, हामीलाई पनि चाहियो नि त्यो त, सबैलाई चाहियो। यहाँ सबै भाडामा बस्ने कति छ कति छ यहाँ। यहाँ त्यो ठ्याक्कै जनसङ्ख्या भन्ने काठमाडौँ भक्तपुर ललितपुरमा 10-15 लाख होला, अरू 60-70 50-60 लाख त सबै भाडामा बसिन्छ। सबैलाई दिन सक्छ सरकारले, सक्दैन। यहाँ पनि 3टा घरमा चाहिँ लाल पूर्जा छ भने टाँसिएको छ। त्यो लाल पूर्जा भनेको चाहिँ कस्तो लाग्छ भने चाहिँ म एउटा 45 वर्षको मान्छेलाई कहिलेकाहीँ चाहिँ ब्याचलरको आई कार्ड देखाएर हुन्छु, मैले नदेखाएर देखाएर हुन्छ नि त। तर रियल विद्यार्थीलाई मार्का परिरहेको हुन्छ। त्यसलाई कुन खलासीले त्यो चिन्ने छैन, खेलासीमा त्यो क्षमता हुँदैन। सरकारले चाहिँ यो लाल पूर्जाहरू चाहिँ हेर्नुपर्छ एकचोटि। 50औं वर्ष राज गरेको केपी ओलीलाई 68,000 मत दिएर चाहिँ जनताले के अरे देखाएको छ, लोप्प खुवाइदिएका छन्। एकदम यो काम भनेको एकदम साह्रै नै, यति काम योभन्दा पहिलाको सरकारले गरिदिएको भए सायद यो अवस्था आउने थिएन होला। मलाई के लाग्छ भने चाहिँ यहाँको सुकुम्बासीको नाममा चाहिँ हुकुम्बासीहरूले चाहिँ राज मारे बसेका रहेछन्। सुकुम्बासीहरू भनेको थापाथलीको मात्रै रहन्छ। हिजो अस्ति मलाई के लाग्छ थापाथलीमा चाहिँ अपाङ्गहरू, वृद्धहरू, सानो चाहिँ त्यो पाल टाँगेर बसेको मात्रै सुकुम्बासी हुन् कि जस्तो लाग्थ्यो। म यो काठमाडौँ बसेको 27 वर्ष जति भयो होइन। तर अहिले आएर जुन बालेन सरकारले 5 तलाको चाहिँ बडेमानका घरहरू भत्काइरहेको छ, एकदम मलाई एकदम खुसी लागेको छ। एकदम राम्रो काम हो, एकदम धन्यवाद छ बालेन सरकारलाई। नेपाल सरकारले चाहिँ मेन चाहिँ यसको प्रपर डाटा निकाल्नु पर्यो र कुन जिल्लाबाट को आएको छ त्यो त्यही नै फर्काउनु पर्यो। त्यसको चाहिँ त्यही नै गएर उसको जग्गामा बस्नु पर्यो। बालेनले गरिबका लागि बोलेनन्, निमुखा माथि प्रहार गरे। त्यो त भरम मात्रै हो, त्यो भरम हो। त्यस्तो चाहिँ निमुखा माथि होइन, त्यो रुवाबासी त त्यो त जो म पनि रुन सक्छु नि, अर्को पनि रुन सक्छ नि। सान्तवना छैन, सान्तवना यस्तो हो, सान्तवना छ तर चाहिँ कस्तो हो भने अब सान्तवना देखावटी र रियलमा चाहिँ एकदम 100 जनामा 3 जना मात्रै चाहिँ रियलमा देखिन्छ, अरू सबै 97 जना चाहिँ देखावटी हो। नेपालको 75 अहिले 17वटा जिल्ला भयो होइन, 75वटा जिल्लाहरूमध्ये 68वटा जिल्ला घुमेको छु र विदेश 6वटा राष्ट्रहरूमा भ्रमण गरेको मान्छे हो होइन। म चाहिँ नेपाल सरकारबाट रिटायर भएको मान्छे, कुनै एउटा पूर्व कर्मचारी। तर मैले के लाग्छ भने चाहिँ 3.5 करोड जनतामा साँच्चीकै छानबिन गर्ने भने 10,000 भन्दा माथि पनि सुकुम्बासी छैनन्। त्यो पनि कसरी भनेपछि कुनै 6-7 वर्षमा 8-9 वर्षमा घरबाट चाहिँ घरबार विहीन भएका बच्चाहरू हराएको होइन, कोही इन्डियाबाट नेपाल छिरेर चाहिँ नेपाली बच्चाहरू बस्यो, त्यस्तो चाहिँ हुनसक्छ सर। तर सुकुम्बासी नेपालमा अस्ति जुन भनिरहेको त्यो चाहिँ छैनन्।